जनता झुक्काएको हो तर म झुक्क्याउँदैन पक्का पक्का म झुक्क्याउँदैन। अब हेर्नु यदि म फर्केर आइन भने तपाईँहरूसँग भेटघाट गरिनँ भने पालिकामा गएर योजनाहरू पालिकाको जनप्रतिनिधिहरूसँग मिलेर योजनाहरू बनाएन भने मैले बदमासी गरेँ भने मलाई बेनीमा पोखरामा बाटोमा जहाँ भेट्छ लौरोले चाहिँ कुट्नु हुन। बाचा हो क्या यो, हाँसो गरेको होइन होइन। लौरोले ठोक्नु, लौरो पाएन भने ढुङ्गाले हानिनु हुन्छ है। अनि सास चाहिँ राखिदिनु भने चाहिँ किनभने अरू त अब चोटपटक लगाएर केही हुन्न, त्यो निको हुन्छ। तपाईँहरूले मलाई कुट्नु भयो, तपाईँलाई पुलिसले समात्यो भन्यो भने मैले पुलिसलाई भनेर यसलाई मेरो यिनीहरूलाई मैले बाचा गरेको हुनाले कुटेको छोडिदेऊ भन्छु। अब मैले होइन कुटाइ खाने मान्छेले छोडिदेऊ भनेपछि त छोड्नु पर्यो नि त पुलिसले होइन। मभन्दा कान्छो, मभन्दा 68, 69, 70, 71, 3 वर्ष कान्छो मान्छेले यस्तो ढङ्ग ल्याउने हो त? 71 पुगे बुढो भए छैन म त, तिम्रो 68मा बुढो भएछ त। ल साह्रै ढङ्ग रहेछ त। मैले चाहिँ खास गरी शिक्षामा भएको भ्रष्टाचार, शिक्षामा भएको चाहिँ राजनीतिकरण र शिक्षामा भएको चाहिँ व्यतिथिहरूलाई चाहिँ अलिकति हटाउनको लागि, कम गर्नको लागि चाहिँ कानुनहरू बनाउन खोजेको हो। कानुनहरू पनि बनाएकै हो, किनभने कानुन बनाउने भन्ने त्यति सजिलो कुरा छैन। धेरै विशेषज्ञहरू, धेरै जान्ने सुन्ने मान्छेहरूसँग छलफल गरेर धेरै चरणको छलफल गरेर बनाउनु पर्ने हुन्छ। मैले 3वटा कानुन बनाएको थिएँ शिक्षामा सुधार गर्नको लागि। विश्वविद्यालयको शिक्षा, क्याम्पसमा पढ्नेहरूले राम्रो पढुन् भनेर त्यो शिक्षा, स्कुलको शिक्षा र सिप तालिम केन्द्रको शिक्षा, यस्ता कुराहरूलाई चाहिँ सुधार गर्नको लागि 3वटा कानुनहरू बनाउन बनाइयो, धेरै मिलेर बनाइयो। र त्यो कानुन पास गर्नको लागि चाहिँ धेरै कोसिस गरेँ। त्यो कानुन पास गर्नको लागि धेरै कोसिस गरेँ, किनभने पहिला कुरा कानुन बनाउनको लागि पनि 2.5 महिना त लाग्यो, धेरै समय चाहिन्छ। अनि त्यसलाई पास गर्नको लागि पनि धेरै प्रक्रिया पुरा गर्दै 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 माथि राष्ट्रपतिसम्म लैजानु पर्ने हुन्छ। धेरै तह पास गरेर राष्ट्रपतिसम्म पुग्ने बेलामा त्यहाँभन्दा अगाडि पुग्न सकेन। अघि अर्थ मन्त्रालयले स्वीकृति दिनुपर्छ, त्यो पनि भयो। कानुन मन्त्रालयले स्वीकृति दिनुपर्छ, त्यो पनि भयो। मन्त्री परिषदले त्यसलाई चाहिँ स्वीकृति दिनुपर्छ, त्यो पनि भयो। तर त्योभन्दा माथि राष्ट्रपतिमा पुग्ने बेलामा त्यहाँ गएर अड्कियो, किनभने समय पुगेन। समय पुगेन, किन समय पुगेन भने निर्वाचन आयोगले माघको 5 गतेदेखि त्यहाँ चाहिँ आचार संहिता लगायो। आचार संहिता लगाएपछि यस्ता कामहरू गर्न दिँदैन सरकारलाई पनि। सरकारले पनि निर्वाचन आयोगले यस्तो यस्तो काम गर्नुपर्छ, यस्तो काम गर्न पाउँछ, काम गर्न पाउँदैन भनेर आचार संहिता लगाइदियो। अनि त्यो कुरा त्यहाँ गएर अड्कियो। र त्यो अड्किएको कुरा भनेको के? शिक्षामा सुधार गर्नको लागि बनाएको कानुनको अध्यादेश हो। त्यो त्यहाँ गएर अड्किएपछि त्यसलाई पास गर्नको लागि म आफै चुनाव लडेर सांसद भएर संसदमा गएर हल्ला नगरेसम्म अगाडि बढ्ने चान्स देखिन। अब चुनाव पछि आउने सरकार कस्तो आउँछ, त्यो सरकारले त्यो मैले गर्न खोजेको कुरा अगाडि बढाइदिन्छ कि बढाइदिन्न? बढाइदिए त राम्रै हुन्थ्यो। बढाइदिएन भने त्यो सबै खेर जान्छ, हराउँछ। त्यसैले चाहिँ
त्यो कानुन पास गर्न नसकेर त्यहाँ गएर अड्किएर त्यो अड्केको कानुनलाई अब आउने जुन चुनाव पछि आउने जुन सरकार बन्छ संसदमा गएपछि आफैले नै संसदमा हल्ला गर्ने भनेर आएको हो यहाँ। त्यो कानुन पास गर्न सकेको भए म चुनावमा लड्ने थिइनँ, यहाँ चुनावमा लड्न आउने थिइनँ। त्यो कानुन पास गर्न सकिनँ, राम्रो थोके कानुन त्यसलाई पास गर्न सकेको भए शिक्षामा निकै राम्रो सुधार आउँथ्यो। त्यसैले त्यही ठेस लाग्यो मलाई, त्यही ठेस लागेर चाहिँ म यहाँ चुनाव लड्न आएको हो। म चुनाव लड्न आउँदाखेरि कतिलाई रिस उठेको छ, कतिलाई चाहिँ दुःख लागेको छ, अघि कतिले चाहिँ चुनाव के अरे बिथोल्न आए पनि भनेका छन्। तर म कसैलाई दुःख दिन आएको होइन, कसैलाई चाहिँ रिसिभिङ भएर कसैको रिस गरेर आएको होइन, मेरो आफ्नै कारणले आएको। त्यसो भएर चाहिँ अब रहेछ के त भन्दाखेरि सांसद हुन लेखा रहेछन् भगवान्ले है। अब त्यो पनि थाहा भएन क्या। 4 गतेसम्म त मलाई थाहा थिएन। 4 गतेसम्म बेलुका रातिसम्म पनि 4 गतेको बेलुका रातिसम्म पनि मैले त्यो कानुन पास गर्नलाई बेसरी कोसिस गरेको। 7 बजेसम्म पनि कोसिस गर्दाखेरि पनि छाँटै देखिनँ क्या त्यहाँ। नदेखेपछि अब म यता चुनाव लड्न आएको र अब भगवान्ले लेखेको छ रहेछन् सांसद बन्ने, अब सांसद त बनिने भइयो नि सोधेर बन्न भन्दाखेरि पनि अब भगवान्ले लेखिदिएको कुरा नगरी नछोड्ने भएपछि के गर्नु त त्यो कुरा हो। त्यसैले अहिले चुनावमा उठेको छु, तर म स्वतन्त्र उम्मेदवार भएर उठेको छु है। स्वतन्त्र भनेको मेरो कोही पार्टी छैन, मेरो कोही पार्टी छैन, कोही पार्टीको पछि लागेको छैन। स्वतन्त्र भएर उठेको छु। किन अब सुन्नु, अब किन उसलाई चिप्लाउनु चुला त्यो माथिमा चल्ला नगर्दा किन स्वतन्त्र उठेको छु त्यसको कारण बुझ्नुहोस्। यहाँ म किन स्वतन्त्र उम्मेदवार भएको छु भने, म किन पार्टीमा लागिनँ भने, पार्टीमा लाग्नु भनेको के हो? राजनीतिमा लाग्नु हो कि होइन? कुनै पनि पार्टीमा लाग्यो भने त्यो पार्टीले जे जे राजनीति गर्छ त्यही राजनीति गर्ने भनेको हो कि होइन? म किन पार्टीमा लागिनँ भन्दाखेरि म राजनीति गर्ने मान्छे होइन। राजनीतिको र पनि गर्दैन मैले अहिलेसम्म, राजनीतिको र पनि गरेको छैन। राजनीतिमा लाग्ने मान्छे होइन म, त्यही भएर पार्टीमा नलागेको हो। त्यो भाइले भनेको अहिले चुनाव जितेर गएर लाग्ने हो कि भनेछ होइन, शङ्का गरेका हो। त्यस्तो हुँदैन। हेर्नु राजनीतिमा किन लागिन भन्दाखेरि म समाज सेवा गर्ने मान्छे हो, गाउँलेहरूलाई सघाउने मान्छे, देशलाई सघाउने मान्छे। अहिलेसम्म मैले देशलाई सघाएको, समाजलाई सघाएको, राजनीति नगरिकन 33 वर्ष भयो। 2049 सालमा म अमेरिकामा पढेर फर्केर गाउँमा गएर बसेको छु। अमेरिकामा पढेको मान्छे यहाँ गाउँमा बसेर त्यत्तिकै डुलिरहेछ भनेर कतिले मलाई बौला पनि भन्यो। बेको मन्त्री भने ल चुप्ला होइन, जनताले गाउँलेहरूले भनेको हो क्या। उति बेला 2049 सालतिर गाउँमा आएर बसेको छ, जागिर पनि खान्न, अमेरिका पनि फर्केर जान्न, के गर्नु आयो होला यो मान्छे भनेर 49-50 सालतिर त्यो भनेको। अनि 2051-52 सालतिर है, 2051-52 सालतिर यो म्याग्दी जिल्लाको त्यति बेलाको पार्टीका नेताहरूले मलाई आएर मलाई फगाएको, पार्टीमा प्रवेश गराउन खोजेको। सबै पार्टीको मान्छेहरू आएको थियो।
उसले पनि मेरो पार्टीमा पस भन्छ, उसले पनि मेरो पार्टीमा पस भन्छ। मैले कसैको पार्टीमा बसिनँ 2051-52 सालतिर। किन मैले के भने म अमेरिकाबाट यहाँ गाउँमा म्याग्दीमा राजनीति गर्न आएको होइन। अमेरिका छोडेर म्याग्दीमा गएर राजनीति गर्छु भन्न आएको होइन। म त गाउँलेहरूलाई यसो सघाउँछु भनेर आएको मान्छे, राजनीतिमा लाग्दैन भनेर भनेको। पछि माओवादीको पालामा पनि माओवादीहरूले पनि मलाई राजनीतिमा तान्नलाई धेरै कोसिस गरे। म मान्दै मानिनँ, त्यही नाङ्गीमा त थिएँ, मेरै गाउँमा त थिएँ। त्यसैले म राजनीति गर्ने मान्छे होइन। अहिले चुनावमा जितेर गएर माथि सांसद भए पनि मैले राजनीति गर्दैन। माथि देश र जनताको सेवा गर्नु, समाज सेवा गर्नुको लागि, देश र जनताको सेवा समाज सेवा गर्नुको लागि राजनीतिमा लाग्नै पर्छ भन्ने छैन। राजनीतिमा नलागे पनि देश र सेवाको जनताको सेवा गर्न सकिन्छ। अहिलेसम्म मैले गरेको त्यही हो। अहिलेसम्म मैले केही न केही त गरेको छु नि, दुनियाँले देखेको छ त। त्यसै बसिरहेको छैन, केही न केही गरेको छु। कुनै राजनीतिमा लागेको छैन। आफ्नो दिमागले आफ्नो क्षमताले भ्याएसम्म त केही न केही त कोसिस त गरेको छु। कमसेकम नराम्रो काम त गरेको छैन, भ्रष्टाचार गरेको छैन। त्यसैले म राजनीतिमा नलागेको हुनाले, समाज सेवा गर्ने मान्छे भएको हुनाले म चाहिँ स्वतन्त्र उम्मेदवार भएर उठेको हो। यही हो कुरा। अब स्वतन्त्र उम्मेदवार भएर उठेपछि यहाँको अरू नेताहरूले के भन्छन्? अहिले चुनावमा प्रचार गर्न आउनेहरू गाउँ गाउँ छिरेका छन् होइन। गाउँ गाउँमा छिरेर चुनावको चाहिँ प्रचार प्रसार गर्नेहरूले अब मान्छेलाई चाहिँ भाड्नलाई महावीर पुन एक्लै हो, यसको चाहिँ पार्टी छैन, यसले यहाँबाट जितेर गए पनि माथि गएर केही गर्नु सक्दैन, यसले आँखो मार्न सक्दैन। त्यसैले महावीर पुनलाई भोट खेर नफालो भयो, हामीलाई देऊ भने भन्नेले भनेछन्, सुन्नेले सुन्नु भयो होला होइन। तर म के भन्छु भने म माथि चुनाव जितेर गएर, जित्नु त पक्कै जित्छु, माथि गएर म एक्लै हुन्न। म एक्लै हुन्न, मैले टोली बनाउँछु, टिम बनाउँछु, सांसदहरूको टिम बनाउँछु क्या। अनि कस्तो सांसदहरूको टिम बनाउँछु भने अहिले चुनावमा जितेर आउने, इमान्दार, भ्रष्टाचार नगर्ने, जनताको काम गर्छु भनेर मरिमेट्ने किसिमका सांसदहरू जितेर आएको। त्यस्तो सांसदहरू पनि हुन्छन्। सबै सांसदहरू भ्रष्टाचार छैनन्, सबै सांसदहरू भ्रष्टाचार हुँदैनन्। धेरै जसो भ्रष्टाचार हुन्छन्, तर कोही कोही त राम्रै पनि हुन्छन्। कुनै पनि पार्टीको मलाई मतलब छैन, कुनै पनि पार्टीको होस्, राम्रो इमान्दार भ्रष्टाचार नगर्ने त्यस्तो गतिलो सांसद छ भने उनीहरूसँग मिलेर छलफल गरेर के गर्ने भनेर योजनाहरू बनाउने हो। त्यो राजनीति गर्नेलाई टोली बनाउने होइन क्या। राजनीति गर्नेलाई टोली बनाउने भए त मैले अर्को पार्टी खोलेर मेरै टोली बनाउँथेँ नि त। त्यसैले म चाहिँ एक्लै हुन्न। माथि गएपछि मैले इमान्दार राम्रो सांसदहरू जोसुकै पार्टीको पनि होस्, मलाई पार्टीसँग केही रिसराग छैन, कोही पार्टीसँग मेरो दुश्मनी पनि छैन, कोही पार्टीसँग रिसराग छैन, कोही पार्टीको चाहिँ विरोध पनि गर्दिन। राम्रो काम गर्यो भने चाहिँ सपोर्ट पनि गर्छु। ल एक मिनट है, अब रवि पालन चाहिँ निकै चर्चामा होइन, रवि पालन चाहिँ निकै चर्चामा आछन् त। हजुरको नजरमा कस्तो छन् तिनीहरू? मेरो नजरबाट म यसलाई यस्तो उसलाई यस्तो भन्दैन। रवि र बालेन भनेको अब यिनीहरूले काम गरेका छैनन्, अरूलाई चाहिँ देखिसक्यो, अरूलाई चाहिँ देखिसक्यो। अब यिनीहरूले कस्तो काम गर्छन् त्यसपछि भन्ने हो, अहिले भन्ने होइन। त्यत्तिकै अहिले अन्दाजको भरमा यिनीहरू यस्तो उस्तो भनेर त्यो दोष लाउने होइन। कसैले यहाँ त दोष लगाइरहेछन्, यिनीहरू अमेरिकाको एजेन्ट हो, लुसिफर हो, कुनै के हो, एमसिसी ल्याउने यिनीहरू हो भनिरहेछन् नि, हो कि होइन भन्ने कुरा त अब हेरौँ 1-2 वर्ष यिनीहरूले कस्तो काम गर्छ। राम्रो काम गर्छ भने
राम्रो काम र नराम्रो काम गरेपछि छुट्याउने कुरा हो। अहिले चाहिँ मैले कसैलाई यस्तो उस्तो भन्दिनँ ल। त्यसैले म के गर्छु भने टिम बनाएर काम गर्छु। राजनीति गर्नलाई होइन, देश र जनताको सेवा गर्नको लागि टिममा चाहिँ छलफल गर्छौँ। के राम्रो काम प्रोजेक्टहरू कस्तो के गर्ने भन्ने कुरा छलफल गर्ने हो। कुनै एउटा निष्कर्ष निकाल्ने हो र त्यो कुरालाई चाहिँ संसदमा लगेर पेश गर्ने हो। राम्रो काम गर्नलाई त्यो पार्टी हुनैपर्छ भन्ने छैन। त्यो हो मैले गर्ने तरिका। म एक्लै हुन्न के, जसले जसले भनोस् म एक्लै हुँदै हुन्न। मेरो जे पनि काम गर्ने तरिका चाहिँ जे काम गरे पनि म टिम बनाएर काम गर्छु। तपाईँलाई थाहा छँदैछ मैले अहिले वीरगञ्जको कृषि औजार कारखाना पनि चलाइरहेको छु। यहाँ चुनावमा पनि लडिरहेको छु होइन, उता कारखाना पनि चलाइरहेको छु। मैले चलाएको छु र कारखाना चलाउन त्यहाँ टिम बनाएको छ त। अनि पैसा चाहिँ मेरो आफ्नै किताब बेचेर 12 करोड रुपियाँभन्दा बढी जम्मा गरिदिएको छु त्यहाँ, त्यही पैसाले चलाएको। अनि त्यो मेरो कारखाना होइन, सरकारको कारखाना हो, सरकारलाई सघाएको हो क्या। त्यो कारखाना चलाएर मैले तलब खाने होइन, त्यो कारखाना चलाएर मैले के अरे त्यो बेचेर सामान बेचेर मैले नाफा खाने होइन, सरकारले सघाएको टिम छ त्यहाँ। राष्ट्रिय आविष्कार केन्द्र भन्ने छ। राष्ट्रिय आविष्कार केन्द्र खोलेको त 8 वर्ष भयो। म डुलिरहेको छु, राष्ट्रिय आविष्कार केन्द्रले चलाइरहेको छ। गर्नुपर्ने कामहरू अनुसन्धान आविष्कारका कामहरू हो गर्ने। त्यहाँ त टिम छ नि। त्यसैले म यस्तो एक्लै बाँदर जस्तो हुन्न। जहाँ गए पनि जे गरे पनि टिम बनाएर काम गर्नुपर्छ। आफ्नो एउटा घरको काम मात्रै हो भने एक्लैले काम गरे हुन्छ क्या, घरको काम गर्नलाई। तर देश र जनताको काम गर्ने हो भने टिम बनाएर काम गर्नुपर्छ र टिम बनाएर पार्टी नै खोल्नुपर्छ भन्ने छैन। यसरी हो मैले काम गर्ने तरिका। र अब सुन्नुहोस् अर्को कुरा, यहाँ सबैको इच्छाको कुरा। महावीर पुनले यहाँबाट चुनाव जितेर गएर म्याग्दीलाई के गर्छ भनेर सबैले सोध्छन्। सोध्नु तपाईँहरूको मनमा नै भने यो मान्छेले चुनाव जितेर गएर के गर्ला त, केही गर्ला कि नगर्ला त भन्ने कुरा सबैको मनमा छ। भोट दिउँ कि नदिउँ होइन, यस्तो पनि होला नि त। केही काम गर्छ कि गर्दैन त होइन। त्यत्तिकै मैले दिएको भोट त्यसैखेर पो जान्छ कि केही कामै गरेन भनेदेखि त भोट त खेर गयो होइन। अब कुरा के छ भने यो चुनावको समयमा चुनावको प्रचार प्रसार गर्ने समय हो। यो चुनावको प्रचार प्रसार गर्ने समयमा अरू पार्टीको उम्मेदवारहरूले अरू पार्टीहरूले जनताको सामुन्नेमा गएर तपाईँहरूको अगाडि आएर एकदम विभिन्न किसिमको आश्वासनहरू दिन्छन्। म चाहिँ चुनाव जितेर गएपछि तपाईँहरूको लागि यस्तो गरिदिन्छु, उस्तो गरिदिन्छु, यहाँ यो बनाइदिन्छु, उसो गरिदिन्छु भनेर विभिन्न किसिमका आश्वासनहरू दिन्छन्। सबैले दिन्छन्। यहाँ म्याग्दीकोले मात्र होइन, नेपालभरिको उम्मेदवारहरूले जनतालाई झुटो आश्वासन दिन्छन्। यसै झुक्क्याएर भोट दिइहाल्छन् कि भनेर सबै नेपालभरिको उम्मेदवारले। तर म एउटै मात्र सांसद उम्मेदवार हो, मैले चाहिँ केही आश्वासन दिन्न। मैले जनतालाई यो बेलामा यो चुनाव हुने बेलामा भोट माग्ने बेलामा झुक्क्याउनलाई मैले केही आश्वासन दिन्न। एउटै मात्र उम्मेदवार हो। नेपालभरिको सबै उम्मेदवारले हुने नहुने आश्वासन दिन्छन्। किन आश्वासन दिन्न भन्दाखेरि यो बेला आश्वासन दिने समय होइन। आश्वासन दिने भनेको झुक्क्याउनु हो। म कसैलाई झुक्क्याउन चाहन्न। तर एउटा चाहिँ बाचा गर्छु है, म सम्पूर्ण जनतासँग म्याग्दीवासीसँग
मैले एउटा बाचा गर्छु, एउटै गर्छु। अहिलेसम्म यो चुनावको उसमा चाहिँ प्रथम चरणमा म्याग्दीको सबै गाउँ घुम्यो। अब यो दोस्रो चरणमा पनि सबै गाउँ एक दुईपल्ट पुगिन्छ। अनि सबै कुनै पनि गाउँको जनतालाई मैले यस्तो गरिदिन्छु उस्तो गरिदिन्छु भनेर आश्वासन दिएकै छैन, दिँदै दिन्न। तर एउटा बाचा चाहिँ गरेको छु, सबै जनतासँग म एउटा बाचा गरेको छु। के बाचा गरेको छु भने म्याग्दीको लागि मैले के गर्छु, कसरी गर्छु भन्ने कुरा योजना बनाउनको लागि म चुनाव जितेर माथि संसदमा गइसकेपछि अधिवेशनहरू भएको बेलामा त उतै बसौँला, अरू बेलामा म फर्केर पालिका जहाँसुकै डुल्छु, जनप्रतिनिधिहरूलाई भेट्छु। होइन, सबै पालिकामा जनप्रतिनिधिहरू छन्, वडा अध्यक्षहरू, वडा सदस्यहरू छन्, विभिन्न समितिहरू छन्, पालिकाको अध्यक्ष छन्, उपाध्यक्ष छन्। सबै जनप्रतिनिधिहरूसँग समितिहरूसँग भेटेर छलफल गर्छु। ल के गर्ने लौ भनेर योजना बनाउनको लागि म छलफल गर्छु। पालिकाहरूसँग मिलेर जनप्रतिनिधि, म एक्लैले योजना बनाउँदैन, पालिकाहरूको जनताहरूसँग मिलेर योजना भन्ने कुरा त जनताको लागि गर्ने हो नि। म एक्लैले गर्ने हो र योजना? त्यसो भएर अहिले मैले नभनेको यो गरिदिन्छु ऊ गरिदिन्छु नभनेको थाहा छ नि मलाई पनि के गरिदिन्छु भन्ने कुरा। त्यसैले म योजना चाहिँ हरेक पालिकाको जनप्रतिनिधिहरूसँग मिलेर जनप्रतिनिधिहरूसँग मिलेर योजना बनाउँछु। के गर्ने भन्ने कुरा त्यति बेला सल्लाह गरेर, योजना मात्रै बनाएर हुन्न, योजना त धेरै बन्ला। सक्ने काम गर्न सक्ने योजनाहरू बनाउने हो, काम गर्न सक्ने योजना बनाउने हो। अनि योजना मात्र बनाएर भएन, त्यहाँ त्यसलाई चाहिँ बजेट कहाँबाट ल्याउने, कोही बजेट केन्द्रबाट ल्याउनु पर्ने होला, कोही बजेट प्रदेश सरकारसँग माग्नु पर्ने होला। अब कहाँबाट कसरी बजेट निकाल्ने त्यो सबै सरसल्लाह गरेर गर्ने हो क्या। त्यसै सांसद भयो भन्दैमा मैले त्यसै हावाको बजेट बनाएर हुन्छ र, हावाको योजना बनाएर हुन्छ र? त्यसरी म काम गर्छु। योजना भन्ने कुरा सबै मिलेर बनाउने हो। आफ्नो लागि हो नि योजना भन्ने कुरा, मेरो लागि योजना बनाउने होइन। सबै जनप्रतिनिधिहरूले सहयोग गर्नुपर्छ। तर यहाँ पालिकाहरूमा मैले के देख्छु भने नेपालको मात्र होइन, धेरै ठाउँमा पालिकाहरूमा पनि त्यो जनप्रतिनिधिहरू आपसमा झगडा गर्छन् क्या। पार्टीको हुन्छन् होइन, अनि झगडा गर्छन्, तानातान गर्छन्। त्यस्ता पार्टीका जनप्रतिनिधिहरू झगडा गर्यो भने म उनीहरूलाई मिलाउने प्रयास गर्छु। विकास भन्ने कुरा मिलेर गर्ने हो, झगडा गरेर विकास हुँदैन त। म मिलाउने प्रयास गर्छु सकेसम्म मैले सकेको। अब योजनाहरू बनाउँदाखेरि अब सबै पालिकाले गर्ने हो, तर मैले गर्नुपर्ने कुराहरू कहाँ पुर्याउनु पर्ने छ, माथि पुर्याउनु पर्यो नि होइन। कुनै कुरा माथि पनि पुर्याउनु पर्यो, ठाउँमा पुर्याउनु पर्यो। त्यो पुर्याउने काममा मेरो काम हुन्छ। अब पुर्याउनेमा चाहिँ त्यो बजेट आउँछ भन्ने पनि छैन, कोही आउला कोही नआउला। यसरी म चाहिँ काम गर्छु। म केही बाचा गर्दैन जनतालाई। म अहिले नै यो चुनाव पछि बरु कुरा गरौँला, यसो गरे हुन्थ्यो कि उसो गरे हुन्थ्यो कि भनौँला। तर चुनावको बेलामा, भोट माग्ने बेलामा म केही बाचा गर्दैन। बाचा गऱ्यो भने भोलि फेरि आफ्नै टाउकोमा डन्डा बजार्छ। बाचा गऱ्यो, कुरा गर्न सकेन भने डन्डा बजार्दैन त। म पनि बाटै छु। आफ्नै टाउकोमा डन्डा बजार्ने काम पनि गर्नुहुन्छ त, गर्नु हुँदैन त्यस्तो कुरा। त्यसैले म बाचा गर्दैन। एउटै बाचा भनेको म फर्केर आउँछु, कुरा गरौँ।
यसो भन्दाखेरि कति ठाउँमा के भनेछन्, कति गाउँमा के भनेछन् भने तपाईँ फर्केर आउनुहुन्न। अरूले पनि त्यस्तै भन्थे, फर्केर आउँछु भन्थे, कोही एउटा मुसा फर्केर आएन भन्थे। किनभने झुक्क्याएको छन् जनतालाई। उनीहरूको पनि गल्ती होइन, जनताको पनि गल्ती होइन नि। आउँछु भनेर भोट मागेर जाने अनि पछि गएर फर्केर नआउने उनीहरूको जनताको गल्ती त होइन, जनता झुक्काएको हो। तर म झुक्क्याउँदैन, पक्का म झुक्क्याउँदैन। अब हेर्नु, मैले झुक्क्याउँदैन भन्दाखेरि पनि पत्याउँदैन। त्यो नपत्याउनेहरूलाई मैले अर्को बाचा गरेको छु। त्यो के बाचा गरेको छु भने यदि म फर्केर आइन भने, तपाईँहरूसँग भेटघाट गरिन भने, पालिकामा गएर योजनाहरू, पालिकाको जनप्रतिनिधिहरूसँग मिलेर योजनाहरू बनाएन भने, मैले बदमासी गरेँ भने मलाई बिनीमा, पोखरामा, बाटोमा जहाँ भेट्छ लौरोले चाहिँ कुट्नु हुन। बाचा हो क्या यो, हाँसो गरेको होइन। यो बाचा गरेको हो, यो हाँसो गरेको होइन। किनभने आउँछु भन्ने आएन भने त्यस्तो झुट बोल्ने मान्छेलाई त ठोक्नुपर्छ होइन। लौरोले ठोक्नु, लौरो पाएन भने ढुङ्गाले हाने हुन्छ है। अनि साहस चाहिँ राखिदिनु भने चाहिँ, किनभने अरू त अब चोटपटक लगाएर केही हुन्न, त्यो निको हुन्छ होइन। त्यही हो, यो बाचा हो, साँच्चैको बाचा हो, घाँटेको होइन। बाचा गरेपछि कुरा गर्नुपर्छ। र मानौ मलाई तपाईँहरूले कुट्नु भयो, हुनु त कुट्नै पाउनुहुन्न, त्यो त मलाई थाहा छ। र मानौ तपाईँहरूले मलाई कुट्नु भयो, तपाईँलाई पुलिसले समात्यो भन्यो भने मैले पुलिसलाई भनेर यसलाई मेरो यिनीहरूलाई मैले बाचा गरेको हुनाले कुटेको छोडिदेऊ भन्छु। अब मैले होइन, कुटाइ खाने मान्छेले छोडिदेऊ भनेपछि त छोड्नु पऱ्यो नि त पुलिसले होइन। ल यो कुरा अब के कुरा गर्ने छैन। एउटा कुरा चाहिँ छ, एउटा कुरा अन्तिममा तपाईँहरूलाई मैले एउटा जानकारी दिन्छु। के जानकारी दिन्छु भने, गाउँघरको मानिसहरू यता बस्नु भएको छ, गाउँघरबाट कहिले कहिले काम विषयले जिल्लामा पनि जानुपर्छ नि होइन। कुनै कार्यालयमा कुनै काम पर्छ, ब्याङ्कमा काम पर्ला, सिडिओ कार्यालयमा मालपोततिर केही काम पर्ला, अथवा केही कागजपत्रहरू बनाउनु पर्ने होला। बनाउनको लागि, सहयोग गर्नको लागि मैले बेनीमा एउटा सम्पर्क कार्यालय, महावीर पुनको सम्पर्क कार्यालय भनेर खोल्छु। त्यहाँ 2-3 मान्छेहरू हुन्छन् र तपाईँहरूलाई जे जति सहयोग गर्न सक्ने कुराहरू त्यहाँ चाहिँ सहयोग गर्छन्। तपाईँहरूले त्यहाँ गएर त्यो सम्पर्क कार्यालयमा गएर सहयोग मागे हुन्छ। त्यो एकदम बिना पैसा फ्रीमा सहयोग गर्ने हो। यति काम त अहिले भने पनि गर्न सक्छु। किनभने यो काम गर्नलाई मैले कुनै जनप्रतिनिधिसँग छलफल गर्नुपर्ने कुरा होइन, आफैले गर्ने कुरा हो। त्यसैले कसैको केही काम पर्यो भने निवेदन लेख्नु पर्ला, फोटोकपी गर्नु पर्ला, के गर्नु पर्ला, तपाईँहरूले सहयोग गर्नको लागि हो। यति काम चाहिँ अहिले भन्छु म चाहिँ। र अर्को कुरा, मैले त्यो तपाईँहरूले त्यो कार्यालयमा भन्दा बाहेक अहिले त गाउँमा मोबाइल गएको छ, सबैको हातमा मोबाइल छ। केही कुरा सोध्नु पर्यो, मलाई केही कुराहरू सोध्नु पर्यो भने मलाई मोबाइलमा फोन गर्नु हो। केही कुरा सोध्नु पर्यो भने मोबाइलमा फोन गर्नु होला। जसले फोन गरे पनि सबैको फोन उठाउँछ। म्याग्दीको मान्छेले त मलाई त्यति फोन गर्दैनन्, अहिलेसम्म गरे आएनन्, अब गर्छन् होला। तर मलाई अरू जिल्लाको मान्छेहरूले साह्रै धेरै फोन गर्छ। अरू जिल्लाको मान्छेहरूले अनि मधेसीहरूले सबैभन्दा धेरै फोन गर्छ। मधेसीहरूले मलाई सबैभन्दा धेरै फोन गर्छ। म जसको फोन पनि उठाउँछु, मैले गर्न सक्ने सहयोग गर्छु।
पैसाको सहयोग होइन, आफूले कुनै कुराहरू जान्ने पर्ने कुराहरू छ भने म सहयोग गर्छु। र मेरो मोबाइलको फोन नम्बर टिप्न चाहनेले अहिले टिप्नुहोस्। ल कसैले फोन नम्बर टिप्न चाहने भने तयार। ल म भन्छु है, मेरो मोबाइलको फोन नम्बर टिप्न चाहनेले अहिले चाहिँ टिप्नुहोस्, पछि फोन गर्नुहोस्। फोन गर्दाखेरि फोन उठेन भने म कुनै मिटिङमा भएको बेलामा नउठ्ला, र उठेन भने पछि म आफैले फोन गर्छु। ल मेरो बानी चाहिँ त्यस्तो छ, खराब बानी हो यो। 9841 ल्याउनुहोस् 9841 5923 5923 61 ल है फेरि भन्छु 9841 592361। ल यो फोन नम्बरमा जहिले फोन गरे नि हुन्छ। केराटीले त मलाई कतिले फोन गर्छ, केराटी है यो माफी पुग्नु र यो होइन। ल अब चुनाव चिन्ह मतपत्रको नमुना यो अहिले यहाँ बाँड्छन्, सबैले लिनु होला। मतपत्रको नमुना, मतपत्रमा 12 जना उम्मेदवारको चिन्ह छ। यो रातो रङ लगाएको छ है, रातो रङको चिन्ह छ। 12 जनामा 11 जना चाहिँ पार्टीबाट उठेका छन्, उनीहरूको आफ्नो आफ्नै पार्टी छ। स्वतन्त्र उम्मेदवार भनेको म एउटा हो। त्यसैले मेरो चिन्ह चाहिँ मलाई चाहिँ पुछारमा राखेछन् है, छेउमा राखे तल राखेछन्। मेरो चुनाव चिन्ह भनेको त्रिभुज हो, 3 कुने हो। 3 कुने हो र मेरो चुनाव चिन्ह सबैभन्दा तल छेउमा छ। अब तपाईँहरूले अहिलेसम्म कति पटक भोट दियो होला, धेरै पटक भोट दियो होला। भोट दिन त सिकाउनु पर्दैन होला, कोही होला पहिलो पटक चुनावमा भोट दिने। तपाईँहरू कोही होला पहिलो पटक चुनावमा भोट दिने होइन, त्यसले चाहिँ अरूबाट सिक्नु होला। मेरो चुनाव चिन्ह त्रिभुज। र एउटा कुरा के छ भने कुनै पार्टीको केही अलिकति चङ्खो छट्टु स्यालहरूले के गर्दा रहेछन् भने अलि छट्टुहरूले अलि लाटा सिधाहरूलाई झुक्क्याउनलाई महावीर कुनको त चुनाव चिन्ह यो हो नि भनेर अर्कै चिन्ह बताइदिँदो रहेछ है। त्यस कारणले त्यो चाहिँ सम्झिनु होला। मेरो चुनाव चिन्ह त्रिभुज 3 कुने हो भनेर चाहिँ सम्झिनु होला। इच्छा लाग्छ भने, विश्वास लाग्छ भने भोट दिनु होला। इच्छा लाग्दैन, विश्वास लाग्दैन भने भोट नदिनु हुन्छ। म कसैलाई चाहिँ भोट दिनु भनेर म हत्या गर्दैन। चुनावमा भोट दिने भन्ने कुरा राम्रो मान्छेलाई दिने हो, राम्रो इमान्दार मान्छेलाई दिने हो, खोटा डाँकाहरूलाई नदिने। ल सक्यो मेरो। प्रश्न छ भने भन्नुहोस् है। ल होइन, अब केही छ भने सोध्नुहोस्। हामी त उहाँ ओखर बोट, उहाँ के अरे चिउरी बोट कता कता पुग्नुपर्ने छ। यो बाजेकै पढेको होइन। अहिले कति वर्ष भएको? मभन्दा कान्छो, मभन्दा 68, 69, 70, 71, 3 वर्ष कान्छो मान्छेले यस्तो ढङ्ग ल्याउने हो त? 71 पुगे बुढो भए छैन म त। तिमी 68मा बुढो भएछ त। ल साह्रै ढङ्ग रहेछ त। ल है त
दुनियाँले हेरेछ तँलाई अनि म्याग्दीले नचिनेर त भएन नि ल सर म्याग्दीले चिनेन बदनाम हुन्छ है पार्टी आस्था आफ्नो हुन्छ तर एकचोटि सहयोग गरिदिनुहोस् है व्यक्तिको यसो नाम राखिदिनुहोस् तपाईँहरूको हातमा फेरि पर्वतीले हालेर मेरो भोट स्वरूप पर्वत त जिल्लै फरक पऱ्यो म्याग्दी पऱ्यो ल ल त्रिभुज ल गयो बुढा गयो टाइगर